हेलो साथीहरु, आज यो च्याप्टरमा चाहिँ खाली फर्मुला मात्र हामी याद गर्ने छौं। कसरी याद गर्ने रट्नु भन्दा पनि बुझेर। सो भिडियो अगाडि बढाऊ। यो च्याप्टर चाहिँ हामी यो दुईटा फर्मुलाहरु कम्पलसरी बन्नै हुन्छ। 5 मार्क्स को कम्पलसरी नै आउँछ। 100% ग्यारेन्टी नै लिएर जानुस् तपाईहरु। तपाईले इन्ट्युटिभ फर्मुलाहरु याद गर्नु पनि इन्ट्युटिभ मध्ये एउटा फर्मुला आएर तपाईले 5 मार्क्स ग्यारेन्टी पाउनुहुन्छ। सो यो च्याप्टरमा हेर्नुस्, एउटा छ हामीसँग लास्ट पेयर फर्मुला, एउटा छ हाम्रो पासिभ फर्मुला। लास्ट पेयर यो चाहिँ हाम्रो सिम्बलाइज गरे है, यो चाहिँ सिम्बलाइज गर्नु होला तपाईहरु पनि। सो त्यसपछि हेर्नुस् फर्मुला चाहिँ कसरी याद गर्ने। फर्मुला चाहिँ हाम्रो रहेको छ समेसन p1 q0 समेसन p0 q0 इन्टु 100 र पासिभको फर्मुला रहेको छ समेसन p1 q1 समेसन p0 q1 इन्टु 100। सो फर्मुला चाहिँ कसरी याद गर्ने भन्ने कुरा फर्स्टमा हेर्नुस्, हाम्रो यो लास्ट पेयरको फर्मुला छ। यो लास्ट पेयरको चाहिँ कस्तो छ भने हेर्नुस्, p हेर्नुस् चाहिँ समेसन भने दुईटैमा समेसन नै भयो। यसरी चाहिँ हामी लाइन तान्नु समेसन समेसन, त्यसपछि यसमा पनि p हुन्छ, यसमा पनि p हुन्छ। तपाईले यो बुझेर जानुस्, यहाँ चाहिँ 1 यहाँ चाहिँ 0। अब यो खण्डमा चाहिँ अब हामीले के कसरी थाहा पाउनु पर्छ, यो चाहिँ दुईटैमा सेम नै हुन्छ। तपाईहरु यो बुझ्नुस् हैन। लास्ट पेयरको बनाउँदाखेरि या त पासिभको बनाउँदाखेरि जस्तै हेर्नुस् यसमा पनि सेम नै हुन्छ हैन। यहाँनिर त के फरक परेन, तर फरक चाहिँ यहाँनिर पर्छ। यहाँनिर q1 राख्ने कि q0 राख्ने र यहाँ चाहिँ q1 राख्ने q0 राख्ने। अब हेर्नुस् यहाँमा चाहिँ कसरी थाहा पाउने भने तपाईहरु एबीसीडी अल्फाबेट अनुसार जानुस्। फर्स्टमा के हुन्छ a b c d e f g h i j k l। सो फर्स्टमा के आयो l। सो l लाई अगाडि गर्ने र p चाहिँ पछि आउने भएको कारणले गर्दा p को चाहिँ त्यसरी बुझ्ने। 0 जो अगाडि आउँछ त्यसमा 0 लगाउने। 0 मिन्स बेस इयर, बेस मिन्स प्रिभियस इयर को। सो यसमा चाहिँ q0 यहाँ पनि q0 दुईटैमा लगाइदिने। र लास्ट यो पासिभको फर्मुला चाहिँ कसरी, पासिभमा चाहिँ दुईटैमा q1 लगाउने। किनभने यहाँ म भन्छु अहिले l पछि के आउँछ p आउँछ, अगाडि 0 त्यसपछि के आउँछ 1 आउँछ। यो बुझे यसरी बुझ्यो भने भयो। अगर यसरी बुझिदैन भने के ट्रिक्स लगाउनुस् तपाईहरु भने यो चाहिँ 0 भने चाहिँ के हो बेस इयर हो हैन, अनि 1 भने चाहिँ के हो करेन्ट इयर। सो यसरी पनि बुझ्न सक्छौं। त्यसपछि यतातिर चाहिँ 100 गर्दिनु, यतातिर पनि 100 गर्दिनु। बुझ्नुभयो? एकचोटी म रिभिजन गर्दिन्छु। हामीले यो च्याप्टरमा दुईटा फर्मुला पढ्नुपर्ने हुन्छ, एउटा लास्ट पेयर र अर्को पासिभ। फर्मुला त देख्दाखेरि चाहिँ सेम नै लाग्छ तर डिफरेन्ट हुन्छ। सो क्याल्कुलेसन गर्दाखेरि पछि मिस्टेक हुन जान्छ यदि तपाईको फर्मुला मिस्टेक छ भने। तपाईले अब के गर्नु पर्यो भने लास्ट पेयरको फर्मुला अल्फाबेट अनुसार जानुस्। तपाई दुईटै a b c d e f g h i j k l। फर्स्टमा के आउँछ l आउँछ। सो l आउने बित्तिकै के बुझ्नुस् p1 र p0 चाहिँ दुईटैमा सेम नै हुन्छ। हेर्नुस् यहाँ पनि हेर्नुस् हैन, दुईटैमा सेम नै छ। तर दिमाग खराब चाहिँ कहाँनिर हुन्छ भने q0 p1 राइट। अब हेर्नुस् यहाँनिर चाहिँ p0 किन भयो भने बेस इयर प्रिभियस इयर हो। बेस इयरमा के हुन्छ 0। सो अगाडि के आछ हामीसँग l। सो त्यसैले गर्दा यो राखे। त्यो पनि भनिनु अगाडि के आउँछ l आउँछ। l आयो भने के राख्नुपर्छ हामीले 0 मिन्स अगाडि 0 आउँछ 1 आउँछ। सो 0 आउँछ नि। सो 0 गर्दा अगाडि 0 राखियो। त्यसपछि q1 किन राखियो भने p चाहिँ पछि आएको खण्डमा करेन्ट इयर भएको कारणले गर्दा 1 राख्यौं हामीले इन्टु 100 यति नै हो। होप तपाईहरुले बुझ्नु भयो होला।
बुझ्नुभएको छैन भने कमेन्ट गर्नु होला। त्यसपछि चाहिँ हामी अब अर्को भिडियोमा चाहिँ नयाँ यही फर्मुलाहरूबाट एउटा न्युमेरिकल गर्ने प्रयास गर्नेछौँ। अहिले धन्यवाद।